हेलो गाइस, स्वागत छ मेरो मिनी भ्लगमा। आई होप हजुरहरू पनि सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आज पनि म र मेरो बहिनी मिलेर हिँड्ने एक्सर्साइज गर्न। आज चाहिँ फ्राइडे, सुरुमा जुम्बा क्लास हुन्छ, त्यसपछि दास अनि लास्टमा चाहिँ सरसफाइ हुन्छ। म र बहिनी पार्कमा पुगिसके। पार्कमा पुगेर सबैजना आइसक्नु भएको रहेछ। हामी नि पुग्ने बित्तिकै एक्सर्साइज गर्न लागि म उल्टो हिँडेर, यसरी उल्टो हिँडेपछि दिमाग बज्छ अरे कि, त्यही भएर आजभोलि दिमाग बढेर के काम है। पहिला न थाहा पाएको भए कति दिमाग बनाउने हुन्थ्यो। हजुरहरूले पनि आफ्नो दिमाग तेज बनाउनु मन छ भने यसरी हिँड्नु होला है बिहान बिहान। अहिले चाहिँ जुम्बा क्लास भ्याएर डान्सको लागि तयारी हुँदै थियो। मुना दिदीले एकदमै सजिलो स्टेप सिकाउनु भएको थियो, तर मैले लिन सकेन, त्यही भएर मैले क्यामेराम्यान बनाइदिएँ। मुना दिदीले चाहिँ एकदमै मजालाई सिकाइरहनु भएको थियो। अब के गर्ने, यति धेरैमा कता हेर्ने कता नहेर्ने, कोहीले कता कस्तो गरेको छ, कोहीले कस्तो गरेको छ, कताइमा त अलमल्ल पऱ्यो कि। जे जस्तो भयो भने एकदमै रमाइलो चाहिँ भयो है। आफ्नै तालमा के, सिकाउने मान्छेको तालमा चाहिँ होइन, सबै आफ्नै आफूले जे जान्छ त्यही तालमा के आशा लाग्यो। बिस्तारै सिकिन्छ होला। जे कुरा पनि सिक्ने हो, आमाको बाट सिकेर आएको कोही हुँदैन, सिकेर सिक्ने त हो नि होइन र। जे कुरामा पनि सिक्नको लागि इच्छा त हुनुपर्छ है। नाच्न नजाने आँगन टेढो भनेको यही रहेछ कि। म त नजाने भने नाचिरहेको थिएँ। ऊ चाहिँ सुषमा बहिनी धेरै दिनपछि आज आएको, त्यही पनि सरसफाइ गर्ने दिनमा परेछ। सुरुको जुम्बा अनि डान्सहरू केही पनि भ्याएन, ठ्याक्कै सरसफाइ गर्ने बेलामा आइपुग्यो, त्यही भएर हामीले उसलाई गिजाइरहेको थिएँ। यहाँ चाहिँ ग्रुप मिलेर सरसफाइ गरियो। आज फर्स्ट टाइम दिदीले डान्स सिकाउनु भएको, एकदमै रमाइलो भयो। जानी नजानी सबैजना नाचियो, रमाइलो गरियो। उहाँ दिदीलाई हेर्नुहोस् त कस्तो फिट हुनुहुन्छ अनि खतरा डान्स पनि दिनुहुन्छ। सरसफाइ भ्याइसकेपछि खाजा खान लागे। खाजामा चाहिँ चना अन्डा चिया थियो, हामीले चाहिँ चना चिया खाएँ। खाजा चाहिँ एकदम मिठो अनि सस्तो पनि थियो। मेरो मिनी ब्लग हेरिनु भयो, धेरै धेरै धन्यवाद। बाई बाई।